साथीहरू, यदि तपाईले अनलाइन कारोबार गर्नुहुन्छ भने, जस्तै टिकटक, युट्युब अथवा कुनै अरू सोशल मिडियामा काम गर्नुहुन्छ भने तपाईको लागि एउटा गुड न्युज रहेको छ। अब तपाईँ चाँडै नै नेपालमा पेपल युज गर्न सक्नुहुन्छ। पेपल डिजिटल वालेट हो जुन वालेट संसारभरिमा युज हुन्छ। त्यो वालेटको माध्यमबाट संसारभरि कसैलाई पैसा पठाउन सक्नुहुन्छ अथवा कसैबाट पैसा रिसिभ गर्न सक्नुहुन्छ। तर अहिले कसैलाई पैसा पठाउनु पर्यो भने अथवा कुनै सामान किन्नु पर्यो भने डलर कार्ड युज गर्थ्यौं। साथीहरू, अब चाँडै नेपालमा तपाईले नेपालमा पेपल वालेटलाई युज गर्न सक्नुहुन्छ। यो भिडियोमा पेपल वालेटको बारेमा जानकारी शेयर गरेको छु, त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। अब स्क्रिनमा एउटा न्युज अथवा आर्टिकल देखाउन गइरहेको छु जुन 100% रियल न्युज हो। नेपालमा चाहिँ पेपल वालेट नेपाल राष्ट्र बैंक फोन पे ल्याउने तयारी गरिएको छ। अहिलेको सम्ममा पेपल वालेट तपाईसँग छ भने, तपाईको पेपल वालेटमा अमाउन्ट छ भने तपाईले त्यो अमाउन्टलाई नेपालको कुनै पनि ब्याङ्कमा ट्रान्सफर गर्न सक्नुहुन्छ अथवा यी सेवाबाट पनि निकाल्न सक्नुहुन्छ। योसँग रिलेटेड युट्युबमा विभिन्न खालको भिडियोहरू पाउन सक्नुहुन्छ कि कसरी आफ्नो नेपाल ब्याङ्कबाट अथवा यी सेवा वालेटबाट पैसा निकाल्ने अथवा पठाउने पेपल वालेटबाट। सो तपाईँ रेडी भएर बस्नुहोला। जब नेपालमा पेपल वालेट लन्च हुन्छ, तर अहिले लन्च भएको छैन, यसमा काम चलिरहेको छ। सबै कुरा भइसकेपछि डाइरेक्ट फोन पे को माध्यमबाट नेपालको ब्याङ्कमा अथवा यी सेवा वालेटमा पैसा पठाउन सक्नुहुन्छ अथवा रिसिभ गर्न सक्नुहुन्छ र नेपालको ब्याङ्कबाट पेपल वालेटमा पैसा रिसिभ गर्न सक्नुहुन्छ। अथवा कुनै कुरा बाय गर्नु पर्यो भने पेपलमा पैसा लोड गरेर बाय गर्न सक्नुहुन्छ र केही न्युज अथवा आर्टिकलहरू भिडियोको डिस्क्रिप्सनमा राखिदिएछु, भिजिट गरेर पढ्न सक्नुहुन्छ। अब नेपालमा चाँडै तपाईँ पेपलको थ्रुबाट विभिन्न अनलाइन ट्रान्जेक्सन गर्न सक्नुहुन्छ। आशा गर्दछु यो भिडियो हेरिसकेपछि तपाईँ राम्रोसँग बुझ्नुभयो। भिडियो मन परेमा लाइक, शेयर, कमेन्ट गरिदिनु होला। यस्तै भिडियो हेर्नको लागि टेक्निकल अजले सब्स्क्राइब गर्न नबिर्सनुहोला। आजको लागि यति नै, फेरि भेटौँला।